आज हामी नजिकै आएको खरिदारको परीक्षालाई मध्यनजर गरी सरल तर परीक्षामा आउन सक्ने सम्भावना बोकेको प्रश्न लिएर उपस्थित भएको छु। अब लागौँ प्रश्नतर्फ। प्रकाशले 1 वर्षमा पार गर्ने दूरीलाई के भनिन्छ? यसको सही उत्तर हो प्रकाश वर्ष। त्यसैगरी 2 नम्बरमा रहेको छ सबैभन्दा सानो ग्रह भन्नाले कुन ग्रहलाई चिनिन्छ? बुध ग्रह। त्यसैगरी 3 नम्बरमा रहेछ पृथ्वीमा कतिवटा महासागर रहेका छन्? यसको सही उत्तर हो 5 वटा। त्यसैगरी सबैभन्दा ठुलो महासागर कुन हो? यसको सही उत्तर हो प्रशान्त महासागर। त्यसैगरी कुन ठाउँको समयलाई आधार मानी अन्तर्राष्ट्रिय प्रमाणित समय निर्धारण गरिएको छ? यसको सही उत्तर हो बेलायतको ग्रिनविच। 6 नम्बरमा रहेछ उत्तर अमेरिका र युरोपको उत्तरी सङ्गममा बस्ने मानिसहरूको हिउँको टुक्राबाट बनाउने घरलाई के भनिन्छ? इग्लु। र भारतको सबैभन्दा ठुलो प्रान्त कुन हो? यसको सही उत्तर हो राजस्थान। 8 नम्बरमा रहेको छ मरुभूमिको हिरा भनेर चिनिने राष्ट्र कुन हो? लिबिया। 9 नम्बरमा रहेको छ प्रहरी र जेल नभएको देश कुन हो? यसको सही उत्तर हो आइसल्यान्ड। त्यसैगरी 10 नम्बरमा रहेको छ नेपालको पहिलो प्रधानमन्त्री एवं पहिलो सैनिक जनरल को हुन्? यसको सही उत्तर हो भीमसेन थापा। 11 नम्बर क्वेसनमा लागौँ। धरहरा कुन राजाको पालामा निर्माण भएको हो? श्री 5 राजेन्द्रको पालामा। त्यसैगरी 12 मा रहेको छ नेपालको जिउँदो शहीद भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर हो टङ्कप्रसाद आचार्य। त्यसैगरी 13 नम्बरमा रहेछ पशुपतिनाथको मन्दिर कसले बनाएका थिए? यसको सही उत्तर हो प्रचण्डदेव। त्यसैगरी 14 मा रहेको छ सूर्यबाट पृथ्वी कति टाढा रहेको छ? यसको सही उत्तर हो 14 करोड 88 लाख। त्यसैगरी 15 नम्बरमा रहेको छ नेपालको संविधानको अनुसूची 1 मा के को व्यवस्था गरिएको छ? यसको सही उत्तर हो नेपालको झण्डा। त्यसैगरी 16 नम्बरमा रहेको छ नेपालको प्रधान सेनापति कसले नियुक्ति गर्दछ? यसको सही उत्तर हो राष्ट्रपति। त्यसैगरी 17 नम्बरमा रहेछ वातावरण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ भएको थियो? सन् 1972 जुन 5 देखि 16 सम्म स्विडेन स्टकहोममा। 18 नम्बरमा रहेको छ वायुमण्डलमा सबैभन्दा बढी पाइने ग्यास कुन हो? यसको सही उत्तर हो नाइट्रोजन। त्यसैगरी 19 मा रहेको छ पहिलो अन्तरिक्ष पर्यटक को हुन्? डेनिस टिटो। त्यसैगरी 20 मा रहेको छ सबैभन्दा गरुङ धातु कुन हो? अस्मियम। र 21 नम्बरमा रहेको छ प्रकाशको तीव्रता नाप्ने यन्त्रलाई के भनिन्छ? यसको सही उत्तर हो फोटोमिटर। त्यसैगरी 22 नम्बरमा रहेको छ मानिसले खाएको खानालाई केमा नापिन्छ? यसको सही उत्तर हो क्यालोरी। त्यसैगरी 23 नम्बरमा रहेको छ सवारी साधनबाट कुन प्रदूषण ग्यास निस्किन्छ? कार्बन मोनोक्साइड। त्यसैगरी 24 नम्बरमा रहेछ कुन ग्यासलाई हँसाउने ग्यास भनिन्छ? यसको सही उत्तर हो नाइट्रस अक्साइड। त्यसैगरी 25 नम्बर तथा अन्तिम प्रश्न रहेछ विश्व मौसम जलवायु दिवस कहिले मनाइन्छ? यसको सही उत्तर हो 23 मार्च।